नमस्कार सबैजनालाई। तपाईँलाई र एनालाइसिस नेपालको 5th भिडियो डे 5 अफ 2026 मा स्वागत छ। आज चाहिँ हामीले लोकल कन्टेक्स्टमै कुरा गर्छौँ, नेपालको कन्टेक्स्टमा होइन। र नेपालको इभोल्युसन कसरी भयो होइन, एन्ड वाट्स गोइङ अन राइट नाउ के मेनली हामी करेन्ट अफेयरमै कुरा गर्छौँ होइन। मेनली करेन्ट अफेयरको कुरा गर्दा चाहिँ भर्खरको एउटा रिसेन्ट एउटा स्टेटमेन्ट अथवा इभल्भिङ कन्टेक्स्टको कुरा गरौँ। कङ्ग्रेसमा अलिकति रिभोल्युसन चलिरहेछ र शेरबहादुर देउवालाई गगन थापाले 54% हुन्छ नि जनआधार बोकेर, किन भन्दा अब एज पर गगन थापा उसको अनुसार चाहिँ कङ्ग्रेसको विधानमा, नेपाली कङ्ग्रेसको विधानमा चाहिँ 45% अफ एउटा लोकल क्यान्डिडेट हुन्छ नि, तिनीहरूले मात्रै पनि लोकल क्यान्डिडेट इन द सेन्स आफ्नो आफ्नो ठाउँको लिडर होइन, जनप्रतिनिधिहरूले, कङ्ग्रेसको जनप्रतिनिधिहरूले इलेक्सन एउटा विशेष महाधिवेशनमा गऱ्यो भने चाहिँ जुन चाहिँ बोर्ड अफ डिरेक्टर भनौँ जेनरल टर्ममा होइन, जुन चाहिँ संस्थापन पक्षहरूले चाहिँ त्यो अनुमोदन गर्न कम्पलसरी छ। नो इफ नो बट कम्पलसरी छ अरे होइन, एज पर हिम होइन। त्यही भएर उसको जनादेशको भन्छ, के भन्छौँ, जनादेशको हुन्छ नि, पार्टीको विधानको जनादेशको ऊ लिएर चाहिँ एउटा चाहिँ आधार लिएर उसले विशेष महाधिवेशन अहिले नै गर्न खोजिरहेछ गगन थापाले होइन। अनि यो कन्टेक्स्ट एउटा भयो। अर्को कन्टेक्स्ट प्यारलली डेभलप भइरहेछ राष्ट्रपामा, राष्ट्रिय स्वतन्त्र पार्टीमा। फर्स्ट रवि लामिछाने जुन चाहिँ अब यो ब्याङ्किङ कसुरको मुद्दामा गथ्यो होइन। अब एउटा पक्षले उसलाई फसाएको पनि भन्छ होइन। अब ऊ पहिलादेखि जेलमा थियो, अनि जुन चाहिँ जेनजी रिभोल्युसन भयो त्यसमा बाहिर निस्क्यो। त्यसपछि इमिडिएटली नै बालेनको अलिकति रिभोल्ट, बालेन प्लस जुन चाहिँ विवेकशील नेपालीको कोर टिम होइन, तिनीहरूको चाहिँ रिभोल्ट भएर ऊ चाहिँ ब्याक टु द जेल गयो होइन। तर अहिले नयाँ एपोइन्ट सुशीला कार्की आएपछि चाहिँ उसको अब पहिला त्यति घुमाइरहेको चिज अहिले सुशीला कार्की प्रधानमन्त्री भएपछि टक्क कुरा मिल्यो, जेलबाट निस्क्यो होइन। जेलबाट निस्किने बित्तिकै पनि उसले एपोइन्ट गराएको छ अहिले न्यू प्राइम मिनिस्टर फेस भनेर बालेन शाहलाई होइन। अब यो फेस मात्रै हो, प्राइम मिनिस्टर क्यान्डिडेट मात्रै हो यिनीहरू। को हुन्छ, कसरी हुन्छ, कसैलाई केही थाहा छैन। अब दुईवटा कन्टेक्स्टमा डिभाइड भयो नेपालको पोलिटिक्स, बालेन शाह भर्सेस गगन थापा होइन। अब यो कन्टेक्स्ट चाहिँ अहिले डेभलप भयो होइन। अब ब्याक टु हुन्छ नि, कट ब्याक टु लाइक 5 इयर्स अर 6-7 वर्ष अगाडि मात्रै पनि कुरा गर्दा नेपालको नम्बर 1 पार्टी नेपाल कम्युनिस्ट पार्टी थियो होइन। अथवा त्यो नेपाल कम्युनिस्ट पार्टी त मर्ज भएर एमाले मर्ज भयो, नेपाली हुन्छ नि एमाले पार्टी मर्ज भयो, माओवादी पार्टी मर्ज भयो, माकुनेको समाजवादी पार्टी मर्ज भएर 3टा पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टी नम्बर 1 पार्टी भएको थियो होइन। त्यति बेरसम्म पनि यदि डिभाइड नहुँदैसम्म पनि नम्बर 1 पार्टी थियो कङ्ग्रेस और एमाले, थर्ड पार्टी थियो माओइस्ट होइन, फोर्थ पार्टी थियो समाजवादी थियो के होइन। यो 5-7 वर्षको ग्यापमा कसरी कम्युनिस्ट चाहिँ आउट अफ नोवेयर बिलाउन गयो र हुन्छ नि कसरी इभोल्युसन चाहिँ। अब किन भन्दा बालेन पनि अलिकति डेमोक्रेटिक फन्डामेन्टल्स नै बोकेको मान्छे हो, रविको पार्टी इन्टर पार्टी पनि एउटा डेमोक्रेसी नै बोकेको, डेमोक्रेटिक नै प्रोसेसको एउटा पार्टी, इभोल्युसन भएको पार्टी हो होइन। यो ब्याक टु 5 वर्षभित्रमा चाहिँ के त्यस्तो भयो कि अहिले कम्युनिस्टको पुरै हुन्छ नि माटोमा मिलाउने अवस्था आयो र आउट अफ नोवेयर दुइटै साइडमा डेमोक्रेसी भर्सेस डेमोक्रेसी क्लास भइरहेछ क्या। यो यत्तिकै हुन सक्दैन होइन। यसको अलिकति ब्याकग्राउन्डमा जाऊँ हामी। ब्याकग्राउन्डमा के भइरहेको थियो भनेर 2019देखि नै यो हुन्छ नि यो पपुलिजम, एउटा साइडमा चाहिँ पपुलिजमको थ्रुबाट डेमोक्रेटिक प्रोसेस अगाडि भइरहेको थियो। वाइ भन्दा पपुलिजम भनेको एउटा जनादेशको हुन्छ नि, जुन मान्छेले बोल्न सक्छ, जुन मान्छेले जनतालाई गजाउन सक्छ, जुन मान्छेले जनतालाई सँग भिज्न सक्छ, त्यो मान्छे नै पपुलर हुने हो सबैभन्दा पहिला त होइन।
त्यो एज अ पार्ट अफ पपुलिजम नै हो होइन। अनि त्यसको चाहिँ इन्डिरेक्टली चाहिँ एज अ पार्ट अफ डेमोक्रेसी नै हो नि त। नत्र भने त कम्युनिस्टमा त त्यो त्यो त हुँदैन। जुन चाहिँ टप लिडर हुन्छ त्यो जे भन्छ त्यही, अब हामफाल भने हामफाल्नुपर्छ, मर भने मर्नुपर्छ, त्यस्तो कन्टेक्स्ट हुन्छ होइन। एउटा चाहिँ यो लास्ट 5 इयर्सको पुरै हिस्ट्रीको पल्टाएर हेर्ने हो भने पपुलिजम पिकमा छ होइन। नट ओन्ली पपुलिजम, लास्ट 5 इयर्समा चाइनाको राइज यस्तो ऱ्यापिडली भइरहेछ होइन, इन्डिरेक्टली युएससँग टक्कर भइरहेछ। यो गेम एटलिस्ट यो अब एउटा चाहिँ जियो पोलिटिक्स कन्टेक्स्ट पनि ठोकिन्छ यसमा होइन। किन भन्दा चाइनाको राइजलाई टक्कर दिने सक्ने भने एउटा मात्रै कन्ट्री छ वर्ल्डमा होइन, एज पर युएसको इन्टेल सोर्स क्या होइन, यो एउटा मात्रै कन्ट्री छ, इन्डिया छ कि। आइएम नट टकिङ अबाउट लाइक करेन्ट अर नेक्स्ट 5 इयर्स अर 10 इयर्स के, इमेजिन नेक्स्ट 100 इयर्स होइन। देयर विल बी नो युएसए, देयर विल बी नो युरोप, देयर विल बी ओन्ली 2 सुपर पावर, चाइना एन्ड इन्डिया। थर्डमा ब्राजिल आउन सक्छ, अरू कन्ट्री आउन सक्छ होइन। देयर विल नट बी एनिथिङ लाइक दिस के वाट्स गोइङ अन राइट नाउ। युएसए सधैँभरि सुपर पावर भइराख्न सक्दैन के। त्यही भएर उसले एउटा चिजले मात्रै यो चिज रोक्न सक्छ, वार के। यदि इन्डिया र चाइना वारमा गयो भने, एकपल्ट वारमा गयो भने नेक्स्ट 100 इयर्स युएसको पल्टामा जान्छ क्या होइन। त्यो चिज हुनपर्छ क्या, आइदर दिस वे अर अदर वे। त्यो भइदियो भने मात्रै युएसए सुपर पावर नेक्स्ट 100 इयर्स, नेक्स्ट 200 इयर्स त्यो सस्टेन गरिराख्न सक्छ होइन। त्यो चिज बनाउनको लागि चाहिँ चाइनालाई पनि मजाले साइड बाई साइड एउटा डेमोक्रेटिक प्रोसेसबाट आफ्नो एउटा प्रक्सी गभर्मेन्ट ल्याएर राखेर पनि घेरिरहेछ कि, एउटा स्ट्राटेजी क्रिएट गरिरहेछ कि। फर्स्ट यो सानो प्रक्सी किन युज गरिरहेछ भन्दा, मैले भने पहिलेको भिडियोमा पनि भने 2021देखि 2025सम्म साउथ एसियामा यति धेरै चेन्जेस भइरहेछ गभर्मेन्टमा होइन। अफगानिस्तान, पाकिस्तान, श्रीलङ्का, मालदिभ, नेपाल होइन, एउटा गभर्मेन्ट चेन्ज भएको छैन। इन्डियामा बिजेपीको सरकार चेन्ज भएको छैन। द्याट्स द ओन्ली प्रब्लम के, प्रब्लम भइरहेछ त्यो चिज। किन भन्दा बिजेपी अलिकति डिप्युटेड छ कि, आफ्नो कल्चरलाई हुन्छ नि प्राथमिकतामा राख्ने पार्टी हो होइन। एउटा आफ्नै हुन्छ नि आफ्नो बुढापाकाहरूलाई उसको ज्ञान प्रबन्धन गरेर एउटा हुन्छ नि नेक्स्ट जेनेरेसनको पनि सोचिरहेछन् तिनीहरूले। त्यही भएर उसलाई हटाउनु एकदमै गाह्रो छ। यदि इन्डियाको प्राइम मिनिस्टर राहुल गान्धी हुन्थ्यो भने नि अहिलेसम्म चाइनालाई काउन्टर गर्न धेरै सजिलो भइसक्थ्यो कि होइन। त्यही भएर सबसे पहिला अहिले अब गर्नुपर्ने के छ, मणिपुरमा दङ्गा चलिरहेछ होइन, बङ्गलादेशसँग कन्टेक्स्ट पुरै जुधिरहेछ यिनीहरूको होइन। पाकिस्तानसँग सानोतिनो वार हुनै लाग्यो हो होइन भन्ने मात्रै हो, रोकाउन लाग्यो भनेर त्यति बेला वार बेचाउनु थियो, बेचिदिए कि। इन्डिया पाकिस्तान मेन वार होइन कि यिनीहरूको लागि। यिनीहरूले गर्नुपर्ने छ इन्डिया र पाकिस्तानको वार, सानोतिनो वार गराइदियो होइन। त्यसपछि आफ्नो ठुल्ठुलो वेपनहरू इन्डियालाई बेच्नु छ। किन बेच्नु छ, त्यो ठुल्ठुलो वेपनहरू युज गरेर चाइनालाई काउन्टर दिनु छ कि पछि। किन भन्दा चाइनासँग त ठुल्ठुलो वेपनहरू छ नि त, वेपन अफ मास डिस्ट्रक्सनै छ तिनीहरूसँग त। अब दुईजनासँग इक्वल लेभलको हुन्छ नि वेपनहरू भयो, सबै चिज न्युक्लियरदेखि लिएर सबै चिज भयो भने पो दुईजना दोस्त हुन्छ, एकअर्का लडेर दोस्त हुन्छ, र त दोस्त हुँदैन। त्यो भएर इन्डिया र पाकिस्तानको त एउटा प्रक्सी वार हो क्या, ताकि तिम्रो दुईजनालाई बवाल चाहिन्छ है, दुईजनालाई नै हुन्छ। अब पाकिस्तान त अब एउटा त्यसलाई कन्ट्रोल गरेर अब युएस के अरे इन्डियालाई पेल्नलाई हो होइन। दुईजना जुधाइदिएपछि चाहिँ अब इन्डियाले रियलाइज गर्छ कि मलाई अझै धेरै हतियार चाहिने रहेछ भनेर। अनि त्यसपछि आउँछ युएसको हतियार कम्पनीहरू आउँछ, डिल हुन्छ होइन। अनि अब त्यसपछि मेन्टली रेडी गर्छन् कि चाइनासँग वार पऱ्यो भने कसरी लड्ने भनेर होइन। त्यो एज अ प्रक्सी यसरी चल्छ कि होइन। त्यसको कन्टेक्स्टमा इफ आई एम नट रङ, नेपालको प्रक्सी मान्छे चाहिएको छ उनीहरूलाई पनि, किन भन्दा दुइटाको बिचको बोर्डरको मान्छे चाहिएको छ। दे विल ट्राई एभ्री वे आउट के, किन सबैजना एउटै पार्टीमा आउनु भने इन्डिरेक्टली डिरेक्टली त्यही नै हो। समाता फाउन्डेसन कि समथिङ फाउन्डेसन होइन, जुन अब यिनीहरूले भित्री रूपमा गेम कसरी खेल्छ भन्दा, उनीहरूको जुन मान्छे आफ्नो एउटा सुइटेबल मान्छे छ अथवा उसले कन्ट्रोल गर्न सक्ने मान्छे छ, उसको बायसनेस भएको मान्छे छ, उनीहरूलाई चाहिँ आइदर यो पुरस्कार दिन्छ, त्यो पुरस्कार दिन्छ होइन, इन्टरनेसनल रिकग्नेसन दिन्छ होइन। त्यसपछि अब हामी मान्छे के छौँ भन्दा, कुहिरेले एउटा अवार्ड दिएछ भनेपछि हामीले यसलाई रियलाइज गर्न सकेको रहेनछ भन्ने। आफ्नो समाजमा सोसाइटीमा आफ्नो लोकल बुढापाका यति धेरै खतरा मान्छे छन् होइन, तिनीहरूले हामीले नोटिस गरिँदैन जबसम्म एउटा कुहिरेले आएर त्यसलाई एउटा दिँदैन के, मेडल दिँदैन अथवा यो दिँदैन, पुरस्कार दिँदैन होइन। हाम्रो मेन्टालिटी त्योसम्म एउटा हुन्छ नि, के भन्छ त्यो, एउटा चाखरी गर्ने टाइपको मेन्टालिटी छ।
त्यो चिज उनीहरूलाई राम्रोसँग थाहा छ यिनीहरूलाई के चाहिएछ के सोध्छन् यिनीहरूले भनेर त्यो चिजको मजाले फाइदा उठाउँछन् ट्याक्क आफ्नो प्रक्सी मान्छेहरू सबै ठाउँमा एक ठाउँमा मात्रै होइन अस्ति एउटा के डिपी स्टेटको पैसा खाएको भनेर युएसको फन्डिङ भएको बकैदा युएस ट्रम्पले नै एक्सपोज गरे हो नि त्यो चिजमा को थियो त ठुल्ठुलो कलाकार पनि थिए यो ठुल्ठुलो समाजसेवी भन्ने मान्छे थिए होइन ठुल्ठुलो जर्नलिस्ट पनि थिए होइन को थिएन पोलिटिसियन त थियो खाए खाए सबै थिए के यसरी नै उठाउँछन् आफ्नो कुरा एउटा मान्छे आएर सपोज आइएम नट सेङ गोविन्द केसीले खाएको थियो होइन तर गोविन्द केसीलाई राम्रोसँग रिकगनाइजेसन सपोज इक्जाम्पल दिन्छु म यदि उनीहरूले के अरे रिकगनाइज दिनु पऱ्यो आफ्नो मान्छे राख्नु पऱ्यो भने कसरी राख्छन् सपोज एउटा कमन मान्छे मेडिकल फिल्डको मान्छे उसलाई रिकगनाइज केही छैन रिकग्नेसन केही छैन त्यसलाई मेडल दिन्छन् इन्टरनेसनल मेडल होइन सन्दुक रोहित जस्तो मेडल दियो पहिला त्यसले राम्रो काम गरेछ राम्रो काम गर्ने धेरै मान्छे छन् तर एउटा राम्रो काम गर्ने मान्छे उठायो त्यसलाई मेडल दियो होइन अब मेडल दिएपछि उसलाई रिकग्नेसन पायो होइन ऊ जहिले पनि अब उसैको नुनको सोझो टाइपको हुन्छ होइन अब त्यसपछि उसलाई एउटा यो इस्यु ठिक छैन यो इस्यु ठिक छैन भनेर लोकल मान्छेले पनि उठाउँछ क्या मान्छेको बाहिरको मान्छेहरू कुरा उठायो भने त मान्छेले पताउँदैन नि तिनीहरूले जुधाउनु छ भने इन्टरनल्ली भित्रकै मान्छे एउटा चुज गरेर जुधाउँछ क्या जस्तै बाहुन छेत्रीमा जुधायो नि होइन बाहुन छेत्री भर्सेस यो छुत अछुतमा छुट्याए नि होइन जब कि उनीहरूले आफ्नो कन्टेक्स्टमा गरिरहेछन् उनीहरूले त्यही चिज पेरेटमा किन गर्दैन त सिओ भने सिइओ हो चपरासी भने चपरासी हो यहाँको क्लिनिङमा पनि क्लिनर र यहाँको सिइओमा फरक छ कि छैन स्यालेरीमा फरक छ कि छैन भनेपछि आफूले पनि त गरिरहेछ नि पे ग्रेडमा त्यसरी डिस्क्रिमिनेट गरिरहेछन् भनेपछि हाम्रो चिज गलत यिनीहरूको चिज चाहिँ सही कसरी भयो होइन अब यो चिज जुन इस्यु उठाउन चाहन्छन् उठाइरहेछन् अब त्यही भएर नेपालको कन्टेक्स्टमा पनि इफ आई एम नट रङ दे आर लुकिङ फर अ प्रक्सी गाई होइन त्यही भएर जुन जुन पनि विदेशमा एफिलिएटेड भएर आएको मान्छे छन् होइन जस्तै युएसबाट रिटर्न भयो उसलाई युएसले यस्तो फन्डिङ गर्ने होइन क्या युएस एम्बेसी नेपालको युएस एम्बेसीले इन्डिरेक्टली कोअर्डिनेट गराउँछ प्रोग्राममा बोलाउँछ आइटी प्रोग्रामहरूमा बोलाउँछ होइन अनि त्यसपछि अब यो अब जस्तो युट्युबरहरू होइन अब मैले सुनेको थिएँ इन्डेप्थ नेपाल होइन अब इन्डिरेक्टली सिसन बानिया होइन अनि यो अब समथिङ केही युट्युबर भयो एजुकेसन प्रोग्राम बनाउनेहरू यिनीहरूलाई चाहिँ इन्डिरेक्टली ट्रेनिङमा बोलाउँछ होइन केही ट्रेनिङ दिनेछ भनेर अथवा इन्डिरेक्टली एउटा सानो सहयोगको रूपमा केही होइन एज अ टोकन अफ गिफ्ट भनेर दिन्छ होइन युथ प्रोग्रामलाई कोअर्डिनेट गर्छ होइन पढाउँछ दिस इज द मोर प्रोग्रेसिभ सोच भनेर होइन यु हेभ बिन ल्याकिङ दिस वान तैँले सोचेको सबै गलत हो होइन यो हो तैँले सोच्नुपर्ने तैँले यो सोचिनस् भने त गलत होस् टोटल्ली त प्रोग्रेसिभ होइनस् त वेस्टर्न धेरै ऊ होइनस् बुझ्ने मान्छे होइनस् अनलेस एन्ड अन्टिल तैँले यो बुझिनस् भने यसरी माइन्ड हुन्छ नि एउटा ब्रेन स्ट्रोमिङ भइरहेछ क्या माइन्ड म्यापिङ भइरहेछ क्या त्यो चिजलाई इन्डिरेक्टली पछि गएर एउटा ग्रुप बनायो त्यसलाई प्रोटेस्टमा निकाल्नु पऱ्यो भने प्रोटेस्टमा निकाल्यो प्रोटेस्टमा निकाल्नलाई पनि आइज आन्दोलनमा भन्दैनन् के यो यतिसम्म अन्याय भयो तिमीहरूलाई भनेर एउटा प्रोटेस्टमा एउटा ग्रुपमा तँलाई फिड गराएछौ भने त्यसपछि तँ अटोमेटिकल्ली ओहो यो त धेरै नै गलत भएछ क्या आउँछस् आन्दोलन आउँछस् स्ट्रिटमा यो चिज गलत होइन इफ यु क्यान डाइजेस्ट इट के तैँले डाइजेस्ट गर्न सक्छस् रियलाइज गर्न सक्छस् छुट्याउन सक्छस् भने गर्न सक्छस् तर बच्चाहरू अहिलेको ड्रेस लगाएको लिटरली फुच्चीहरूलाई युज गरेछ भने त्यो चिज कसैले किन उठाइरहेको छैन कुरा त्यो चिज त एकदम गलत हो नि कसले त्यो ल्याउने मान्छे को हो भने के त्यो ड्रेसमा लगाएको बच्चाहरू 10 क्लासभन्दा तलको बच्चाहरूलाई प्रोटेस्टमा ल्याउने पहिले मान्छे को हो त्यसलाई छुट्याउँ न त्यसपछि ल केपी ओली त्यो केपी ओलीले गलत गर्यो दुनियाँले गलत गर्यो त्यो त्यो आफ्नो ठाउँमा चाहिँ गलत गरे तिनीहरूले होइन ल लायबल पनि होला नि तिनीहरू तर ल्याउने मान्छे खोइ खोज्या भने कसले चाहिँ उसलाई मेसेज गर्यो कुन चाहिँ ग्रुपबाट उसको ब्रेन स्ट्रोमिङ भयो त्यो एल्गोरिदम कुन एल्गोरिदमले उसलाई हिट गर्यो फेसबुकको इन्स्टाग्रामको एल्गोरिदम कुन एल्गोरिदम देखेर उसले फोटो यसको त्यति बेला जेनरली मैले जुन पोस्ट हेरेँ पनि एक्ज्याक्टली त्यसैको मात्रै फिड भइरहेको थियो क्या मलाई त्यो चिजको पनि कन्टेक्स्टको पनि कुरा गरौँ न भने के एउटा साइडको त ठिक छ गलत भयो मैले नेपाली यसलाई सपोर्ट गरेन होइन कङ्ग्रेसले सपोर्ट गरेर होइन सिजन बानीहरूले त्यति बेला त्यो भन्नुपर्ने जरुरत के थियो त्यसलाई म अहिलेसम्म कुरा बुझिरहेको छैन कि कस्तो खालको इन्फ्लुएन्सिङ हो भने यो किन भन्नु परिरहेछ त्यसले होइन अचम्म लाग्छ क्या त्यो काठमाडौँमा नजन्मेको भए चाहिँ घरमा नबसोस् नि त ऊ आफ्नो घरमा बाबुआमाको घरमा गएर बसोस् जङ्गलमा गएर
त्यो चाहिँ नेपोटिजम होइन, त्यो चाहिँ फेभरेटिजम होइन। त्यसको बाउले कमाएको सम्पत्तिको घर उसले बस्यो, उसको त्यो त्यहाँ चाहिँ आउँदैन फेभरेटिजम भने, त्यहाँ चाहिँ आउँदैन नेपोटिजम। कुरा बुझ्नु पऱ्यो। उसले चाहिँ नचाहिने तरिका फ्युल आगो यसरी लगाइरहेछ क्या। त्यही भएर यस्तो यस्तो अलिकति हुन्छ नि, खोल्नु पऱ्यो क्या, दिमाग खोल्नु पऱ्यो। किन भन्दा यो इन्फ्लुएन्स हुन्छ नि, पहिला शेरबहादुर देउवा प्रचण्ड भन्दै हजुर हजुर भन्दै हिँड्थ्यो, अहिले सिजन बानिया हजुर, बालेन हजुर। यो चेन्ज हुनु पऱ्यो भने क्या मैले त। केही बोल्नै नहुने, त्यसले गलत गर्यो भने बोल्छस् म्या त पाके ल, घरले गल्ती गर्नै सक्दैन जस्तो क्या उसले त। सताउनु पऱ्यो नि, विरोध त गर्ने त ऊ पोलिटिकल लिडर हो भनेपछि हामीले त विरोध गर्ने, जनताले त विरोध गर्न पाउनु पऱ्यो कि। आएर कमेन्टमा ड्याङ 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 दिने होइन कि जहिलेसुकै। बुझ्नु पऱ्यो त्यसले गल्ती गरे, सही कुरा गरे त सही कुरा गर्यो, गल्ती कुरा गर्यो भने त कसैले त भन्नु पऱ्यो नि, त्यसपछि सचिन्छ नि ऊ। ल, यो चाहिँ फिफ्थ भिडियो, एन्ड अफ द टपिक होइन। अब यहाँ हामीले अलिकति एउटा लेभलको एउटा दिमाग खोलिदिने कोसिस गरेछौँ। फ्युचरमा अलि अलि यस्तो यस्तै हुन्छ नि, टिपिकल वेमा जाने होइन क्या हामी। किन भन्दा टिपिकल वेमा गइसके होइन, गर्ने मान्छेले गरिसके। टिपिकल वेमा हामी पनि गयौँ भने, टिपिकल भन्दैमा हामी एकदमै नचाहिने कुरालाई विरोध भन्छ नि, राम्रै काम गरिरहेछ भने विरोध गर्ने होइन। कोही राम्रो गइरहेछ, एक स्टेप तल आयो, त्यसलाई सचाउने हाम्रो हाम्रो एउटा जिम्मेवारी पनि हो होइन, हाम्रो हक पनि हो यसमा होइन। आएर पाक 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 बोल्दै कमेन्टमा गर्नु पर्दैन सबै चिजमा। टक्क लोजिकल डिस्कसन हुन्छ। त्यो हो भने कमेन्ट गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्। हुन्छ नि, अझै अझै एक्सप्लोर हुँदैछ डेप्थमा यस्तो यस्तो भिडियोहरू। प्लिज गालीसाली नगरिदिनु होला होइन। यहाँसम्म हेरिदिनु भयो, धन्यवाद, धेरै धेरै धन्यवाद तपाईँलाई। अनि किप सपोर्टिङ होइन। अनि यस्तै यस्तै अलिकति कसैलाई यस्तै टपिकहरूमा नयाँ चिज डिस्कसन गर्न छ, बोल्न छ भने विल बी ओपन। वी आर नट येट ओपन, बट विल बी ओपन इन द फ्युचर। किन भन्दा हामीले आफ्नो एउटा प्लेटफर्म क्रिएट गर्न खोजिरहेछौँ। अब हुँदैछ, मिल्दैछ, बन्दैछ। किप लभिङ। थ्याङ्क यू सो मच।